Hello guys, welcome to my channel. It's me Chris Rana and in my back it's Misam Rana. आज चाहिँ हाम्रो भाइ मिसाम घर जाँदैछ पोखरा जाँदैछ ल यहाँ एक हप्ताको अथवा 3-4 दिनको बसाइ कस्तो भयो एकदम दामी लाग्छ होइन पढ्ने मन्दिर हिँड्ने थियो होइन सुन्न पढिनँ भने कि तर मन हिँड्नु पढ्न मन लाग्यो तर के गर्नु बाध्यताले मलाई पोखरै पठायो अब के गर्नु होइन पढ्ने विषय त ठिकै छ तर 1-2 दिन पोखराबाट हामीसँग बसिस् होइन 3-4 दिन बसिस् तँलाई कस्तो फिल भयो हामीले आज के गर्न सक्यौँ भन्नाले यो 2-3 दिनमा हामीले के गर्यौँ हामीले फुटबल खेल्यौँ होइन हामी के अरे नुवाकोट गयौँ हामी होइन अनि त्यहाँ राममन्दिरमा गएर हिँड्यो फुटबल खेल्यौँ कि यस्तो मजा आएको थियो नि होइन तर त्यो घामले चाहिँ यहाँ हल्का झ्याउँछ घामले चाहिँ झ्याउँछ अब मरिग्राम भन्ने चाहिँ त्यस्तै छ गर्मी छ होइन अब भैरवा नै तेरो भनौँ न नेपालको 3rdमा पर्छ गर्मीमा भैरवा त यहाँ मणिग्रामबाट नजिकै हो गर्मी छ बाध्यता छ के गर्नु होइन हामीले चित्त दुखाएर पनि हुँदैन तर पनि ठिकै छ अब पोखरा जाँदै हो अब पोखरामा गएपछि हामीलाई घुर्ने कि के छ पोखरामा रकम गर्नुपर्छ राम्रो गाउनुपर्छ राम्रो सेवा गर्नुपर्छ बुझ्यो भाइ अब अरू त केही भन्ने छैन फेरि हामी भेट्नेछौँ म चाहिँ मन्दिर दाइको गयो अब दाइ आउने हाम्रो पोखरातिर ल पोखरा जानु ल गाइस र भाइलाई छोड्नको निम्ति म यहाँ आएको छु स्टेसन मणिग्रामको स्टेसन अङ्कल साइला नाम हो Shabi and the former player of Nepal cricket team Milan Rana is opener batsman also and footballer Shabi Rana is also the best left winger and he's from Rupandey 11 and he played different games football from the Gyara in its prime time was a very best player and in Rupandey or in Nepal maybe in Rupandey the big stage of play he scored a goal from corner for the first time so Abhilal Rana is best left winger Now, अब हाम्रो मिसाम छ यहाँ मिसाम पनि ठुलो भइसक्यो कुरा गर्दैछ खेल्ने हो भाइ बास्केटबल ल पोखरेलीबाट पोखराबाट होइन हेर्न राम्रो बास्केटबल खेलेको ल अब मेन कुरा भनेको चाहिँ डु वाट यु वान्ट टु डु बट ग्लोरिफाई Lord हाम्रो कामले चाहिँ परमेश्वर महिमा बुझ्यो भाइ ल ओके ल है त अब भाइ जाँदैछ त्यसैले अब म पनि फर्किनेवाला छु सबैलाई जय बसे ल अब मिसाम भाइ पनि जाँदैछ गाडी आयो अङ्कल मिलन जो क्रिकेट टिमको पास्टमा former player opener batsman Milan Rana धेरैले नाम चिन्नु भएन होला तर उहाँ चाहिँ एकदम स्ट्रङ प्लेयर वान अफ द मोस्ट ट्यालेन्टेड प्लेयर हुनुहुन्थ्यो पहिला र मिसाम अब जाँदैछ ल मिसाम आफ्नो ख्याल गर्ने होइन ओके हामी फेरि भेट्नेछौँ ल ल मेरो भाइ ल भाइ ल भाइलाई पनि छोडेँ अब